यदि कोही हाम्रो पब्लिक स्पिकिङ सिक्न चाहन्छ तर फीको कुराले होस् अथवा चाहिँ भनेको अनलाइनबाट पब्लिक स्पिकिङ हुँदैछ, मान्छेलाई ट्रस्ट नहुन सक्छ, सो उहाँहरूलाई तपाईँ के मेसेज दिन चाहनुहुन्छ सुरेन सर? हामीले सिक्नुभन्दा पनि सिक्ने हामीले हो, त्यो भन्दा पनि चिन्तन मनन हजुरलाई छ कि हामी बढी सिकोस् जस्तो फिल भएको छ कि अरू अरू जस्तै कुनै कुनै क्लासहरूमा गएपछि आफ्नो फर्मली भन्नुपर्ने भन्छ, गरे गरोस् नगरे नगरोस् होइन सर। हजुरले चाहिने स्टुडेन्टले हामीले यस्तै गर्नुपर्छ भनेर जुन चाहिँ हामीले चिन्तन मनन गर्नु भएको छ यो चाहिँ ठुलो हो। अब फीको रूपमा भन्ने हो भने फी एकदमै त्यो जुन हामीले सिकिन्छ त्यो सिकाइको लागि त त्यो फी केही पनि होइन। पनि अनक्लियर भएको थियो सुरुमा अनलाइन कस्तो होला के हुन्छ होला भनेर, तर मेरो पहिलो स्किल हो सर, आफूले इन्ट्रेस्ट लागेको हजुरको क्लासदेखि स्टार्ट भएको छ। जसले पनि बुझ्न सकिने, सानो मान्छे ठुलो मान्छेले पनि सजिलै बुझ्न सकिने छ। आज 10औं दिनको अन्तिम क्लास अझै बाँकी छ जस्तो लाग्छ, तर आज अन्तिम हुँदैछ सर। मलाई के भन्न चाहन्छु भने एकदमै इफेक्टिभ छ यो क्लास। यति पैसा केही होइन, यति पैसाले केही गर्न केही पनि आउँदैन, यो लिग्यो भने लाइफ बनिन्छ भन्ने सजेसन दिन्छु।